एभरेस्टको सबभन्दा यता बिचमा फेरि कालो यस्तो टक्कै छ नि त्यो चाहिँ लोचे अनि यो चाहिँ आमा दौलम हो त्यसमा अलि यता बिचको चाहिँ त्यो चाहिँ नुप्चे यतापट्टि यता कालो चाहिँ लोचे भयो अनि सेतो चाहिँ नुप्चे भयो अनि त्यो भएर अल्गो एभरेस्ट टक्क घाम आयो नि ए घाम ठ्याक्क लाग्यो चाहिँ एभरेस्ट हो नुप्चे पनि आयो त्यो अहिले नुप्चेको अगाडि सेतो हिउँमा घाम टक्क आयो नि त्यो चाहिँ लोचे ए सानो चाहिँ हजुर हजुर लोचे यतापट्टिको ठुलो चाहिँ ठुलो उता बिचको कालो त्यो सेतो घाम लागिरहेको छ नि पछाडिको पछाडि हुनुको मतलब टाढा छ भने हो यो टक्रक्क देखेको चाहिँ सगरमाथा त्यहाँ नुमुर हिमाल भने अनि आमा दौलम चाहिँ तपाईँको हामी तपाईँले यहाँबाट अलिक देखिन्न सर देखिन्न है यो हिमालको यस्तो यो एभरेस्टको यतापट्टि छ नि त्यो यता अगाडिको त्यो चाहिँ ठम्सेरको हिमाल हो त्यो चाहिँ निकै टाढै डिस्टेन्समा छ तर गएर चाहिँ नजिक देखाए मात्रै हो हजुर अनि कञ्चनजङ्घा चाहिँ उयो यताको ए कञ्चनजङ्घा यतापट्टि उ त्यो पछाडि देखिएको कञ्चनजङ्घा यो हामीले हेर्दा सँगै देखा त होला नि हामी उता उसबाट जान्छौँ नि ल यो सगरमाथा हामीले हिमाल गर्दाखेरि एकदम बेस क्याम्पबाट उडेर जान्छौँ कि हामी त्यहाँ पुग्दाखेरि नजिक डिस्टेन्स पर्छ यतापट्टिको हिमालहरू चाहिँ यो देखेको चाहिँ कुन हो यो चाहिँ नुम्बुर ए अनि यता बिचको चाहिँ तपाईँको गणेश क्यार गौरी शङ्कर ए कोरसँग कहीँ त्यो सानो उताको गौरी यताको शङ्कर ए गौरी र शङ्कर ए एउटै होइन दुईटा हो दुई छ नि उता एउटामा हिउँ छ एउटामा हिउँ छैन पर देखेको छ नि एउटा चुच्चो एउटा शङ्कर ऊ त पर चुच्चो देखाएको छ नि त्यो चाहिँ गणेश हिमाल ए गणेश हिमाल हो त्यो ए यो चाहिँ कुन चाहिँ गौरी शङ्कर यो गणेश यो चाहिँ गणेश हिमाल रहेछ सनराइज आएर उता खिच ल अब सबैमा सूर्योदयको उज्यालो पर्दैछ ल आहा कस्तो राम्रो